हेलो साथीहरु नमस्ते। आज म दिउँसोको खाजा बनाउन गइरहेकी छु। हाम्रो गाउँघरतिर पाइने खाजा भनेकै लोकल यहाँ पाइने अर्गानिक चिजहरुबाट मात्रै खाजा बनाएर खाने हुन्छ। सहर बजार जस्तो सबै खानेकुराहरु पसलहरु नजिकै हुने त्यस्तो हुन्न। हामीले आफै बनाएर खानुपर्छ। अनि पैसाको पनि बचत हुने अर्गानिक खानेकुराहरु पनि खाने भएको कारणले गर्दाखेरि आज म आटाको गहुँको पिठोको खाजा बनाउन गइरहेकी छु। भिडियो सुरुदेखि अन्त्यसम्म हेरिदिनु होला। मैले बनाएको खाजा मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, शेयर गरिदिनु होला। ल हस् म खाजा बनाउन तयारी गर्छु है त। पहिला 1 मना जति यो गहुँको पिठोलाई रेडी बनाउने। मैले बनाइसकेको छु रेडी। यो रेडी भएको पिठोलाई यसरी मुछ्ने, यसरी मुछ्नु पर्छ। यसरी पिठो मुछेर रेडी भइसक्यो। रेडी भइसकेका छन् अब पिठाका डल्लाहरू। त्यसपछि अब हाम्रोमा त ग्यास पाइन्न, ग्यास छैन। हामी आगोकै प्रयोग गर्छु। त्यो भएको कारणले गर्दाखेरि आगो बाल्ने। हामी आगो बाल्छौँ, तपाईहरु ग्यास बाल्नुहोस्। त्यसपछि एउटा भाँडोमा पानी तताउने। त्यसपछि हल्का आवश्यकता अनुसारको बेसार हाल्ने। अब यो उम्लिरहेको पानीमा यो पिठोको साना साना डल्ला हाल्ने। अब यसरी टिमुर, लसुन, नुन, खोर्सानी, जिरा भएपछि यसरी मसला तयार बनाउने। हाम्रो अर्गानिक मसला। साथीहरु यो तातो पानीबाट निकालेका हुन् यिनीलाई। अब हामी पास्ता बनाउँयो। हाम्रो गाउँघरको पास्ता जस्तै छ, पास्ता नै हो। मैले पास्ता नाम दिएँ तर के हो थाहा छैन। यस्तै हाम्रो पहिला हजुरआमाहरू बनाएर खानुहुन्थ्यो, त्यही सिकेको हो। यति रेडी भइसकेपछि यता मैले अब यो सब तयारी गराउँदैछु। र अब कराईमा तेल तताउने। अब तेल तातिसकेको छ। म सबै मसलाहरू हालेर रेडी बनाउँछु। सुरुमा हाले प्याज, भान्साको त अलि अँध्यारो भएको कारणले गर्दाखेरि त्यति स्पष्ट केही देखिरहेको छैन। म सबै बनाइसकेपछि देखाउँछु। अब रेडी भयो नास्ता। नास्ता हो कि पास्ता हो, रेडी भइसक्यो। मिठो छ, तपाईहरु पनि चेक गर्नु होला।